सप्तरी जिल्लाको संयोजक तपाईँ नै हो नि? हो, मै हो सर। तर यहाँ एकचोटि तपाईँहरू आउनुहोस् यहाँ कार्यक्रम गर्नलाई। होइन, कार्यक्रम त्यहाँ गरौँ। तपाईँ यो होटलको प्रोग्राममा आउनु भ्याउनुहुन्छ? हजुर, आउँछु। होटलको प्रोग्राममा? हजुर हजुर। तपाईँको त्यसै फोटो अहिले उ गरिदिनुहोस्, मेल गरिदिनुहोस् है। म तपाईँलाई सबै त्यसको डकुमेन्ट मेल गरिदिन्छु। त्यसैमा फोटो फारम भरेर तपाईँ यहाँ उसको नम्बरलाई मेल गरिदिनुहोस् है त। हजुर, हुन्छ है। ल तुरुन्तै 3 गरी बस्नुपर्छ। फेरि त्यो दौरा सुरुवाल कोट लगाएर भागिदिनुपर्छ। फेरि दौरा सुरुवाल कोट, कालो टोपी। दौरा सुरुवाल त काम मधेसीले लगाउँछ सर। त्यो त राष्ट्रिय प्रोग्राम हो नि त। अनि के गर्नु त? त्यसरी हुँदैन। होइन, त्यो युनिफर्म हाम्रो युनिफर्म सबै मिल्दैन। त्यसमा त म विरोधी मान्छे छु। फेरि दौरा सुरुवालको कुरा गर्नुहुन्छ भने तपाईँ त यहाँको तैलाई सिधै काटिदिँदा हुन्छ। होइन, यस्तो हुन्छ। यस्तो भयो बरु मलाई भन्नुहुन्छ भने हाम्रो मधेसको जुन छ नि धोती कुर्ता गम्छा लगाएर त्यो अन्तर्राष्ट्रिय प्रोग्राम हो। त्यसरी मिल्दैन। त्यो हाम्रो धोती कुर्ता काठमाडौँ आउने, काठमाडौँ यताउति होइन, इन्डिया जान मिल्छ होइन। अन्तर्राष्ट्रिय कार्यक्रम भएको हुनाले त्यसमा सबैको ड्रेस एउटै हुन्छ है। त्यसो भए तपाईँको कार्यक्रमलाई म नमस्कार गर्छु। म सहभागी हुन्न सर। होइन, त्यसको कारणले सहभागी नहुने भनिन्दा गर्नुहोस् कि त्यो हामीले ठिक गरिसकेका छ। अब त्यो तपाईँको 40 जना हो। 40 जनामा 39 जनाले एउटा ड्रेस लाउने, 1 जनाले अर्को ड्रेस लाउने फरक हुन्छ नि त। हो तपाईँ हाम्रो आन्तरिक हामी यो ड्रेस लाउँछौँ भन्ने कुरा अलगै हो होइन। हाम्रो नेपाली केटी मान्छे अमेरिका गयो भने साडी लाएर हिँडेर त्यहीँको प्यान्ट लाउँछ हिँड्छ। के गरियो त्यो भनियो त्यसरी। त्यसको त्यसलाई अन्यथा हिसाबले नलिन्छ। अब आउनुहुन्छ भने चाहिँ मैले दौरा सुरुवाल कोटमै भनेको छु सबैको होइन। एकजना मात्रै अर्को ड्रेसमा हुँदैन, अप्ठ्यारो पर्छ। त्यसो भए म भाग लिन्न सर होइन। हजुर, बरु हामी अरू कार्यक्रम मसँग दौरा सुरुवाल छँदै छैन। म न कहिले नेपाली टोपी लगाएको छु न दौरा सुरुवाल लगाएको छु। मलाई त लगाउनै अप्ठ्यारो लाग्छ। त्यसो अरू कार्यक्रममा गरौँला। अरू कार्यक्रम हाम्रो लोकल कार्यक्रम हुन्छ नि त। हुन्छ त्यसमा मलाई कुनै आपत्ति छैन। म सम्झिहाल्छु तपाईँहरूलाई है। हजुर ल है, अरू सबै कार्यक्रममा सम्झिन्छु। यो हामीले पहिला फिक्स गरिसक्यौँ। अब तपाईँले यस्तो कुरो गर्नुभयो त यहाँ 70मा त तपाईँ सोच्दै नसोच्नुहोस् तपाईँको मतलब के अरे एट्याचमेन्टमा कुनै सङ्गठन रहन्छ होइन। त्यसो भएर हाम्रो त हाम्रो यहाँ लोकल कार्यक्रम म गरिहाल्छु। विभेद त देखिहाल्यो नि। त्यो त अब प्रधानमन्त्रीले विभेद गरेको छ भने तपाईँको प्रिन्टिङ एसिस्टेन्टले गरिहाल्छ नि। तपाईँ कुन सिस्टममा लेखेको छ? तपाईँ यो त राम्रो कुरो गर्नुभयो मलाई बताएर। म त अधिवेशनमा यो कुरो उठाउँछु। त्यसो भए तपाईँको कारणले तपाईँ सबैलाई प्रतिनिधित्व गराउनु भएन। त्यो त मलाई एउटा इस्यु भेटायो। ल गुड बाई। हजुर, नमस्कार।